त्यसपछि मम्मीको पाली, मम्मीले टिका लगाइदिँदै हुनुहुन्छ। हामी चाहिँ निस्क्यौँ त्यसपछि। अनि यो चाहिँ मेरो घर। यहाँ चाहिँ हामी गाडीमा सामान लगेजहरू राख्दैछौँ। अनि नअटेको भएर हामीले फेरि अर्को के अरे याङ्गो पनि गरेको थियौँ ट्याक्सी। अनि हामीलाई छोड्न जाने मान्छेहरू पनि टन्नै हुनुहुन्थ्यो। त्यसपछि हामी लाग्यौँ एयरपोर्टतिर। सो पछाडि चाहिँ कालु, मम्मी अनि प्रियङ्का बसेको थियो अनि म चाहिँ अगाडि बसेको थिएँ। हामी चाहिँ जाँदै थियौँ अनि ठ्याक्कै यहाँ पशुपतिनिर पुग्यौँ। त्यसपछि मैले यहाँ ढोगेँ। र फाइनली हामी चाहिँ त्रिभुवन इन्टरनेसनल एयरपोर्ट पुग्यौँ। मेरो साथीहरू चाहिँ अलरेडी आइसकेको रहेछ। म चाहिँ अलिकति लेट भएँ अनि सबैले मलाई टिका लगाइदिए र लास्ट टाइम बाई बाई भन्दैछु म चाहिँ सबैजनालाई। अनि यहाँ कालुलाई पनि मैले हग गरेँ। हामी भित्र छिर्यौँ त्यसपछि। अनि त्यहाँनिर चाहिँ हामीले सिक्युरिटी चेकिङ गराउनु पर्ने थियो। लगेजहरू पनि वेट गरायौँ। अनि त्यसको वेट गरिसकेपछि चाहिँ हामी लाइनमा लाग्यौँ अनि लगेजहरू बुझाउनु पर्ने थियो। त्यसपछि हामी बोर्डिङ पास लिएर चाहिँ अनि वेटिङ रुममा हामीले वेट गऱ्यौँ। हाम्रो इमिग्रेसन पनि भइसकेको थियो, त्यो चाहिँ मैले खिच्न बिर्सेछु क्यारे। सो यो चाहिँ रहेको छ वेटिङ रुम। अनि हाम्रो फ्लाइट चाहिँ 30 मिनट्स डिले भन्नुभएको थियो। सो 9:20 को सट्टा हाम्रो चाहिँ 9:50 मा फ्लाइट हुने भयो। र फाइनली बसमा चढेर चाहिँ हामी प्लेननिर पनि पुग्यौँ। हाम्रो चाहिँ ट्रान्जिट थियो दुबईमा। अनि त्यसपछि हामी चाहिँ भित्र जाँदैछौँ अब। हामी चाहिँ अब प्लेनभित्र पुग्न लाग्यौँ। अनि त्यसपछि हामीले आफ्नो सिट खोज्यौँ र सिट खोजेर चाहिँ बस्यौँ। अनि मैले चाहिँ यहाँ चेक गर्दै थिएँ। हामी चाहिँ ठ्याक्क नेपाल टु दुबई भनेर यहाँसम्म पुग्नु छ भनेर हेर्दै थिएँ, अझै कति आवर बाँकी छ भनेर। अनि सो त्यो चाहिँ हाम्रो 4 आवर्स जतिको फ्लाइट थियो। अनि त्यसपछि चाहिँ एकदम बोरिङ फिल भएको थियो। हामीले टेक अफ पनि गऱ्यौँ अनि मैले चाहिँ मुभीहरू खोज्न थालेँ। र त्यसपछि चाहिँ मैले 2टा मुभी हेरेँ।
सो बल्ल तल्ल टाइम गयो। सो फर्स्टमा चाहिँ मैले यो मुभी हेरेँ। यसमा चाहिँ क्रिकेटको बारेमा रहेछ नि त, अनि सो आई एन्जोयड वाचिङ द्याट। सो मुभीको नाम चाहिँ मिस्टर एन्ड मिसेस माही। त्यसपछि चाहिँ हाम्रो लन्च टाइम भयो अनि मैले चाहिँ आलु पराठा लिएँ। सो त्यो खाएँ। त्यसपछि फेरि मैले अर्को मुभी हेर्न थालेँ। सो दुईवटा मुभी हेरिसकेपछि अझै पनि मलाई बोरिङ लागेको भएर चाहिँ म गेम हेर्नतिर गएँ। अनि गेम्समा चाहिँ मैले ह्याङम्यान खेल्न थालेँ। सो हेर्नु है त, मैले अब फर्स्टमा किबोर्ड भेटाउँछु। लेट्स सी। मैले चाहिँ कम्प्लिट गरेँ। म ह्याङ हुनबाट बचेँ। अझै हामी दुबई पुग्नलाई चाहिँ 1 hour 8 minutes जति बाँकी थियो अनि निदाउनु पनि सकेको थिएन। कस्तो अनकम्फर्टेबल भइरहेको थियो मलाई चाहिँ। सो फाइनली बल्ल अब चाहिँ ल्यान्ड हुन लाग्यौँ। जस्ट 1 minute बाँकी भयो। बल्ल तल्ल मैले टाइम बिताएँ त्यो प्लेनमा। अब चाहिँ हामी ओर्लिँदैछौँ अनि त्यसपछि हामी बसमा चढ्यौँ। दुबईमा चाहिँ एकदमै गर्मी थियो साथीहरू। सो यो चाहिँ त्यहाँको एयरपोर्टको भ्यू हो। एकदमै ठुलो थियो। त्यसपछि हामी बसबाट झऱ्यौँ अनि भित्र छिरेर चाहिँ हामी वासरुम गएर फ्रेस भएर एकछिन वेटिङ रुममा वेट गऱ्यौँ, किनकि हाम्रो चाहिँ 3 hour जतिको ट्रान्जिट थियो। तर ठ्याक्क हामीले चाहिँ हाम्रो गेटवे खोज्दा अनि ठ्याक्क सेक्युरिटी चेक इन गर्दा सबै बोर्डिङ पासहरू इमिग्रेसनहरू पास गर्दासम्म चाहिँ ठ्याक्क हाम्रो टाइम भइसकेको थियो। दुबई एयरपोर्ट चाहिँ यति ठुलो छ नि गाइज, हामी चाहिँ खोज्दा त्यही हरायौँ। अनि A24 गेट खोज्नु थियो हामीलाई। सोध्दै गयौँ अनि ठ्याक्क हाम्रो टाइममै भ्यायो। र यो चाहिँ रहेको छ दुबई एयरपोर्ट। हामीले चाहिँ माथि तल कति कुद्नु परेको थियो कि। अनि हाम्रो चाहिँ ह्यान्ड क्यारीमा हामीले 7 kg लिएको थियौँ नि त। अनि एकदमै गाह्रो भएको थियो त्यो चाल्दा। तलमाथि गर्नु परेको थियो। सो फाइनली हामीले त्यो भ्यायौँ। अनि त्यसपछि चाहिँ हामीले यहाँ ठ्याक्क एयरपोर्टभित्रै देख्यौँ कि यो मल जस्तै भनौँ न, सबै ब्रान्डको सपहरू चाहिँ एभाइलेबल थियो। जस्तै यहाँनिर चाहिँ डियोर छ, गुचीको छ, अनि लुइस भुइटन, ब्लुबेरीदेखि लिएर सबै थियो। अनि मैले चाहिँ ठ्याक्क रेकर्ड गरिहालेँ होइन। अनि ठ्याक्क क्रिसमस आउन लागेको हुनाले यहाँनिर चाहिँ सान्टा क्लजको र त्यो क्रिसमस ट्रीहरू चाहिँ डेकोरेसन गरेर राखेको थियो। अनि वाइट थिममा कस्तो राम्रो देखिरहेको थियो कि। त्यसपछि हामी चाहिँ अर्को प्लेनमा पनि भित्र छिरिसकेको थियौँ। अनि ठ्याक्क 25 minutes अगाडि नै जानुपर्ने रहेछ कि त्यो फ्लाइट टेक अफ हुनुभन्दा अगाडि। त्यो पनि हामीलाई चाहिँ लगभग 40 minutes जति नै वेट गरायो, एकजना प्यासेन्जर आउँदै हुनुहुन्छ भनेर। सो त्यहाँनिर चाहिँ मैले साथीसँग कुरा गर्दै थिएँ। ठ्याक्क उसले चाहिँ त्यहाँनिर पिलो र ब्ल्याङ्केट दिइरहेको थियो। अनि उसले चाहिँ यो त अरूले नै युज गरेको होला है भनेदेखि सुनिरहेको रहेछ कि गना छ कि छैन भनेर। सो यहाँको चाहिँ हामी तपाईँलाई सिस्टम बुझाउँदैछौँ। ठ्याक्क त्यो यसमा चार्ज गर्न मिल्छ होइन यसरी। अनि त्यहाँ भिडियो गेम पनि खेल्न मिल्ने रहेछ त्यहाँबाट चाहिँ। इट वाज क्वाइट इन्ट्रेस्टिङ। हामीलाई चाहिँ यो राम्रो लाग्यो। अनि त्यसपछि चाहिँ यहाँ हाम्रो टेबल पनि छ। सो त्यो चाहिँ यस्तो खालको छ।
त्यहाँबाट चाहिँ अझै हाम्रो 7 आवर्स जतिको फ्लाइट थियो अनि हामी चाहिँ अलरेडी बोर्ड भइसकेको थियौँ कि 40 मिनट्स जति हामीलाई वेट गराएको थियो नि त। र हाम्रो फ्लाइट चाहिँ टेक अफ गर्यो दुबईदेखि। हाम्रो ठ्याक्क 4-5 को फ्लाइट थियो भने हामीलाई लगभग 5 त त्यही बजिसकेको थियो। हामीले वेट गर्नु पर्यो एकदमै, प्लेनभित्र बसिसकेपछि चाहिँ लास्टमा चाहिँ त्यो प्यासेन्जरै नआउने रहेछ। बेकारमा वेट गर्नु परेको थियो कि, सो त्यसको लागि एपोलोजी त माग्नु भयो, बट देन ओके। सो मैले चाहिँ एकछिन यो ठ्याक्क बाहिरको भ्यू क्लिक गर्छु भनेको ठ्याक्क हाम्रो चाहिँ त्यो विङ्सनिर नै हामी परेको रहेछौँ कि सिट। त्यसपछि चाहिँ केही लिनौँ अनि एकैचोटि हामीले चाहिँ यहाँ फ्लाइ गरेको दुबई भनेर यो मैले देखाउँदैछु हजुरहरूलाई। फ्रम दुबई टु अब चाहिँ त्यहाँ पुग्न चाहिँ लाग्छ 7 आवर्स or more than 7.5 hours। र हाम्रो खाना पनि आयो अनि मैले चाहिँ रोस्टेड टर्की भन्ने चुज गरेको थिएँ। केही मिठो लागेन मलाई त, स्विटहरू मात्र थियो कि। मलाई चाहिँ स्विट्सहरू खासै मन पर्दैन अनि एकदम गुलियो कुराहरू मात्र थियो। इभन त्यो स्यालेड पनि गुलियो थियो कि। सो मैले चाहिँ त्यही चिकनहरू मात्र खाएँ। अनि हेर्नु न लाइट बल्दा चाहिँ कस्तो राम्रो देखिने रहेछ कि राति भित्र। म चाहिँ सुतेर पनि उठेँ 2 दिन र निदाएर तातो पानीमा आएको। तातो पानी पनि ल्याइदिएनन्, कस्तो होला 3rd चोटिमा अनि बल्ल ल्याइदिएँ। मेरो चाहिँ घाँटी ठ्याप्प भइसकेको थियो कि झन्। सो अब चाहिँ हामी ल्यान्ड हुन लाग्यौँ। Finally, we landed in Heathrow Airport. फाइनली हामी ल्यान्ड भएपछि चाहिँ हामी इमिग्रेसनको लाइनतिर लाग्यौँ। अनि यति लामो भिड थियो नि, यति लामो लाइन, लगभग 2 घन्टा लाग्यो हामीलाई त्यहाँ। अनि त्यसपछि चाहिँ हामीले इमिग्रेसन आफ्नो पास गरिसकेपछि चाहिँ लगेज लिन आयौँ, सबै चेक गऱ्यौँ अनि यसमा लोड गरेर चाहिँ हामी लाग्यौँ। हामीलाई लिन आउने मान्छे नै आइसक्नु भएको थियो। हामी चाहिँ ट्रेनमा जान लागेको थियौँ अनि त्यही भएर हामीले वेस्टर कार्डहरू त्यही बनायौँ। र त्यसपछि चाहिँ हामी ट्रेनको वेट गर्दै थियौँ र हामी ट्रेनमा चढेर गयौँ। त्यति बेलासम्म चाहिँ म हजुरहरूलाई यहाँको भ्यू देखाउँदैछु। ट्रेनमा आउन्जेल हामी चाहिँ यसरी नै वेट गरिरहेको थियौँ। र त्यसपछि चाहिँ ट्रेन आयो, हामी ट्रेनभित्र पनि बस्यौँ। एन्ड नाउ वी आर गोइङ। र हामी चाहिँ एलिजाबेथ प्लेटफर्म 4मा चाहिँ हामीले ओर्ल्यौँ। अनि त्यहाँबाट चाहिँ नजिकै वकिङ डिस्टेन्समा हुनुभएको भएर चाहिँ हामीले सबै सुटकेसहरू माथि ल्याउँदै अनि ठ्याक्क हामीले त्यो ब्रिज क्रस गर्नुपर्ने थियो। र त्यसपछि हामी पुग्यौँ अनि पुगेर चाहिँ हाम्रो त्यो राति लगभग 1-2 बजिसकेको थियो अनि हामी किचनमा यसरी बसेको थियौँ, सबै लगेज। सो अनि त्यो रात चाहिँ हामीले त्यतिकै बितायौँ। अनि त्यसपछि हामीले भोलिपल्ट बिहानै अर्को ठाउँको लागि चाहिँ हामी मुभ हुनलाई रेडी भयौँ। अनि यस गाइज, थ्याङ्क्स फर वाचिङ। अब चाहिँ म बाँकीको डिटेल्स चाहिँ यहाँ पुगिसकेपछि के भयो, कहाँ बस्यौँ हामी, के गऱ्यौँ त्यो चाहिँ पछि भन्नेछु। बाई बाई। Thank you for watching till the end and do not forget to subscribe my channel. Bye bye.